नभन्दै यसलाई लिएर आइस हैन तिमीहरु दुवैजना यहाँबाट गइहाल त मलाई तिमीहरुको अनुहार पनि हेर्न मन छैन अत्तरिका नरिसाउ न आमा यसले तिमीसँग माफी माग्छ रे के त्यही भएर लिएर आएको ओइ पुतली आमासँग माफी माग्न आमा मलाई माफ गरिदिनुस् मैले आमा अस्ति सासूलाई त्यसरी हात हाल्नु हुँदैन थियो हुँदैन थिएन मैले ठुलो गल्ती गरेँ गल्ती त गरेकै छेस् अबदेखि मबाट यस्तो नराम्रो काम कहिले हुने छैन हुनै भएन मलाई माफ गरिदिनुस् आमा तैँले मसँग माफी माग्नुको कारण सम्पत्ति दिन्छ कि भनेर हो मलाई थाहा छैन र अब बुहारीले माफी मागिहाली के टोलाइरहेको हो आमा माफी मागिसकेपछि ठुलो मान्छे पल्टिनुहुन्न के खुरुक्क माफी दियो ल ल माफी दिए अबदेखि यस्तो कहिले पनि नगर्नु हस् गर्दिन आमा सम्पत्ति नपाउँदासम्म गर्दिन पहिला सम्पत्ति त पाउन त्यसपछि मैले जानेछु रिस उठ्ने म तिमीलाई एउटा कुरा सोध्छु है अब तिमी कति नै बाँच्यौ र तिमी मरेपछि यत्रो सारा सम्पत्ति कसले खाने हो फेरि मैले तिमीसँग सम्पत्ति माग्न चाहिँ खोजे होइन है मलाई तिम्रो एक टुक्रा पनि सम्पत्ति चाहिँदैन मैले त एउटा प्रश्न मात्रै गर्न खोजे हो के ल भन त यत्रो सारा सम्पत्ति के गर्छौ पोलेर खान्छु बज्या जतिखेर पनि घुमाइ फिरे सम्पत्तिकै कुरामा ल्याएर जोड्छ है हेर भट्टे मेरो एउटा शर्त छ त्यो शर्त मानिस भने सबै सम्पत्ति म तेरो नाममा गरिदिन्छु अबे हो र आमा कस्तो शर्त हो ल भनिहाल त म मान्न तयार छु तैँले अर्को बिहा गर्नु पर्यो